भनाइ नै छ नि, हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भनेर। उहाँ बाबुले यतिको उमेरमा कति मजाले भ्लगिङ गर्नुभएको छ, कति मजाले व्याख्या गर्नुभएको छ। साथीहरू, म यसको फ्यान हो, सन्दीप लामिछानेको फ्यान हो, मलाई क्रिकेट मनपर्छ, तपाईँहरू कसको फ्यान हो भनेर कति मजाले चिया पिउँदै कस्तो राम्रो तरिकाले व्याख्या गर्नुभएको छ। मलाई साह्रै नै मन पर्यो, किनभने हुने बिरुवाको चिल्लो पात। उहाँ बाबु भविष्यमा एकदमै राम्रो भ्लगिङ गर्ने भ्लगर बन्नुहुनेछ, साथसाथै खेलाडी पनि बन्नुहुन्छ जस्तो लागेको छ मलाई। किनभने यत्रो बाबुले क्रिकेटमा चासो लिनु भनेको सानो कुरो होइन क्या। साह्रै राम्रो लाग्यो, खुसी लाग्यो। हरेक नानी बाबुहरू उहाँ जत्तिकै बन्नुपर्छ, चासो राख्नुपर्छ। टेक्नोलोजीलाई मिसयुज होइन, युज राम्रो तरिकाले गरेर राम्रो तरिकाले अगाडि बढ्न सकिन्छ। उहाँ बाबुले साह्रै मजाले व्याख्या गर्नुभएको छ, साह्रै मजाले सोध्नु भएको छ, साह्रै मजाले भन्नुभएको छ। म सन्दीप लामिछानेको फ्यान हो, तपाईँहरू कसको हो भनेर कति मजाले सोध्नु भएको छ। मलाई साह्रै मजा लाग्यो, खुसी लाग्यो। एकपटक उहाँ बाबुको मिठासपूर्ण स्वर सुनौँ है त, साह्रै गजबको छ। हेलो साथीहरू, भर्खर उठेर चिया खाँदैछु हिजो। अनि मैले क्रिकेट हेरेर ढिलो सुतेँ। अनि हजुरको अनि नेपालले त जितेकै जितेछ। हजुर कसको फ्यान हो? म त सन्दीप दादाको फ्यान हो। वाह, कति मिठो बोली छ हेर्नु त साथीहरू। उहाँ बाबुको हजुरहरू कसको फ्यान हो? म त सन्दीप लामिछानेको फ्यान हो, नेपालले त जित्यो नि, तपाईँहरूले हेर्नु भएन भनेर कति मजाले भनेका छन्। भनेपछि नानी बाबुहरूलाई वातावरण राम्रो बनाइदिने भने, हुर्काउने राम्रो तरिकाले हो भने कति मजाले शिक्षा दीक्षा पाउने रहेछन्, कति मजाले राम्रो तरिकाले काम गर्न सक्दा रहेछन् भन्ने कुराहरू उहाँ बाबुबाट सिक्न सकिन्छ। हरेकका छोराछोरी यस्तै हुन्, राम्रो हुन्, राम्रो कुरामा जानकारी राखुन्, एकदमै शुभकामना। साथसाथै बाबुलाई अग्रिम शुभकामना दिन चाहन्छु। तपाईँ एक दिन न एक दिन राम्रो भ्लगर बनेर निस्किनु हुनेछ। तपाईँलाई भगवानले सदैव रक्षा गर्नुहोस्। साथीहरूलाई कस्तो लाग्यो त बाबुको कुरा, बाबुको व्याख्या गर्ने तरिका? कृपया कमेन्ट गर्नुहोला र उहाँको सम्मानको लागि सक्दो सेयर गर्नुहोला। यस्ता सामाजिक सन्देश बोकेका भिडियोहरू हामीले सामाजिक सञ्जालमा फैल्यायौँ भने एकदमै राम्रो हुनेछ है साथीहरू।